सुरुमा त अब कपाल झरेको भनेर थाहा थिएन अलि धेरै जस कपाल अब पछाडितिर झरिरहेको थियो मेरो नन्दले कपाल कोर्दिँदाखेरि अब दुईचोटि बारिदिन्छु भाउजू भन्नुभयो बार्दाखेरि चाहिँ उसले देख्नु भएछ अनि देख्दाखेरि चाहिँ उसले के भन्नुभयो भने भाउजू हजुरको पहिला चोट लाग्थ्यो के भएको थियो यहाँ त यस्तो भएको रहेछ अनि भन्नुभयो होइन कहाँ चोट लाग्नु अहिलेसम्म थिएन खै फोटो खिचेर देखाउनु त भन्दाखेरि त्यहाँ देखेको क्या बल्ल मैले याद गरेको त्यस्तो झर्दा थाहै नै हुन्न के त्यो झरेको त अब कति झर्छ थाहै हुन्न पछि खाली भएपछि अलि खाली देखिन लाग्यो भने अनि थाहा हुन्छ भन्नु जाया सपने जाया अपने जाया मेरी हर खुशी है जाया सपने जाया अपने जाया मेरी चाहते हैं जाया सपने जाया अपने जाया मेरी हर खुशी है आफूले पढा भएर होला त्यस्तो डर त लाग्थेन तर मम्मी बुवाहरूलाई चाहिँ डर लाग्ने यस्तो के भयो यस्तो किन यस्तो भयो अनि कतै क्यान्सर भएपछि कपाल झर्छ यस्तो हुन्छ अरे तेरो कतै के भयो उपचार गर्न पर्यो कता के गरी के सन्चो हुन्छ गर्न पर्यो भनेर भन्नुहुन्थ्यो अनि मम्मी बुवाहरू चाहिँ उहाँहरू अब जस हस्बेन्डहरू डराउनुहुन्थ्यो कि त्यो देख्दाखेरि चेक पनि गरे हो चेक गर्दाखेरि अब भिटामिनहरूको कमीले गर्दाखेरि हुन्छ भन्ने भयो तर कपाल पसेसम्म पनि आएन कि पछाडि यतातिर पनि गयो फेरि यता मासतिर पनि गयो 2-3 ठाउँमै गयो धेरै नै गयो अनि बल्ल पछि मैले अब त्यो युज गरेको बेला त्यसपछि पनि खासै इम्प्रुभ भएन अब जस आफूलाई यस्तो हुँदाखेरि अब माथि सर्दै जाँदाखेरि चाहिँ अन्त पनि देखिन लाग्यो कि दिक्क लागिसकेको थियो अनि मैले गएन नमस्ते मेरो नाम सङ्गीता कुमारी माझी घर चाहिँ मेरो दैलेखतिर अनि म चाहिँ अहिले यहाँ काठमाडौँमा जबको सिलसिलामा छु म स्टाफ नर्स भएर काम गरिरहेको छु अनि मेरो चाहिँ पहिला हेयरफलहरू अलि बेसी नै भएर जस कपाल नै गएको सबै अब टक्ला नै जस गएको हुनाले अनि मैले चाहिँ यो तेलहरू युज गरेको हो जस नाम त फरक नै छ एचु भनेर त्यसको जो त्यो अब भित्र त्यो इन्ग्रेडियन्टहरू के हुन्छ भनेर सबै हेरेर अनि तेल सुरुमा लगाउँदाखेरि 3-4 महिनासम्म त जस अलिअलि मात्रै भयो अब आउन कि भन्ने थियो तर आउने जस्तो जस त्यो हुन्छ नि त देखिन्छ नि त सानो कपालहरू पहिला मैले युज नगर्दाखेरि त झरिरहेको थियो नि त कपाल ठुलो भयो गोलोवाला ठुलो झरिरहेको थियो अनि त्यो चाहिँ अलि कम भएको जस्तो भयो कपालहरू पनि कम झर्ने जस्तो अलि रिलिफ भयो कि जो एकदमै सुट गरिसकेपछि अनि मलाई मन परेर फेरि मैले अर्डर गरेको सुरुमा मैले हेर्दाखेरि त स्वयम्भूकै हेरेको थिएँ त्यसपछि बल्ल उचित त्यो बानेश्वरको चाहिँ अनि त्यो मेरो पनि यति महिनामा आयो राम्रो छ है भन्दै मैले कमेन्ट गरिरहेको थिएँ त्यति थिएन पछि यो चाहिँ उचितमा चाहिँ अनि ल कमेन्ट गर्ने बित्तिकै फोन आइरहेको थियो पहिला सुरुमा त किन लाग्नु पऱ्यो तेल सेल अनि जे पाइ त्यो लगाउने झन् कपाल झर्छ भन्ने यस्तो कुरा गर्नुहुन्थ्यो बुढाउनीहरूले अब जस्तो आफ्नो रिलेटिभ्सहरूले अनि नलाउँदा हुन्छ किन यो प्रचारमा जे आयो त्यो लगाउनु खोज्ने अनि भन्दै रिसाउनुहुन्थ्यो तेल लगाइनिस् र अचेल भन्नुहुन्छ अचेल त जस्तो यो लगायो भने चाहिँ त्यो कपाल आउने रहेछ भन्ने चाहिँ भयो